रसुवाको टिमुरेमा बाढीको ताण्डव, 7 प्रहरी सम्पर्कविहीन। बुधबार बिहान करिब 9 बजे अचानक आएको बाढीले रसुवाको टिमुरे बजारमा ठूलो जनधनको क्षति पुर्याएको छ। प्रारम्भिक विवरण अनुसार बाढीपछि बजार क्षेत्रमा 5 देखि 7 वटा घर मात्रै सुरक्षित अवस्थामा रहेको बताइएको छ। इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत 15 प्रहरी मध्ये हालसम्म 8 जना प्रहरी मात्र सम्पर्कमा आएका छन्। सम्पर्कविहीन रहेका अन्य प्रहरीको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने अझै सार्वजनिक हुन सकेको छैन। घटनास्थलमा उद्धार, खोजी तथा क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ। यसैबीच तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि त्रिशुली नदीको तटीय क्षेत्र हुँदै मुगलिनसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका क्षेत्रमा सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ।